आज वैशाख 16 गते बिहान 5:40 को भ्यू कस्तो छ बिहानको कुहिरो लागेर आमा केही देखिँदैन। तर सबै नजिक देखिन्छ यहाँ है। कुहिरो आउँदैछ अझै तलदेखि सिसा खानेहरू पुरा देखिन्न। रिजा पनि देखिएको छैन। नजिक मेरो घर त्यहाँ पारियो त्यो पनि देखिए छैन बिहानको कुहिरोले। त्यो सल्लाघारी हो। यो जुरे ढुङ्गा भन्ने ठाउँ हो क्या। त्यहाँ माथितिर दुईटा जुरो थियो ठुला अहिले छैन। पहिलाको माथितिर बाटो थियो मान्छेहरू हिँड्ने, अहिले चाहिँ यो मोटर बाटो। बल्ल अलिअलि देखिन थाल्यो मेरो घर बारी टिनले छाएको। कोही ठाउँ टिट्रा कराइरहेको छ त कोही ठाउँ कालटोक कराइरहेको छ, कोही ठाउँ जुरेली चरी कराइरहेको छन् त कोही ठाउँ फिस्टा चरा, कोही ठाउँ उता न्याउली कराइरहेका छन्, कोही ठाउँ भ्यू कुयो भन्ने चरा कराइरहेको छ। यहाँ चाहिँ एउटा ल्याउसाली सिक्रेट भन्ने चरा कराउँछ। यसलाई चाहिँ हाम्रोतिर टिट्रा भन्छ, तपाईकोतिर के भन्छ है? यो ल्याउसाली सिक्रेट भन्ने। अनि उतातिर काल्चे चरा भन्ने भन्छन् हाम्रोतिर। कालटोक भन्ने भन्छ त्यसलाई, काल्चे चरा भन्छ। जुरे लाउरी कराइरहेछ। मेरो घर बल्ल देखियो रे अलिअलि। अनि तपाईहरुकोतिर के भन्छ काल्चे चरा र यो ल्याउसाली सिक्रेट खाम भन्ने टिट्रालाई कमेन्टमा भन्नु होला है साथीहरु। ल अलिअलि बल्ल के अरे फादिँदैछ है कुहिरो। बल्ल अलिअलि सल्लेपोखरा भन्ने ठाउँ देखिन लाग्यो। यहाँ भलाउ डाँडा भन्ने देखिन थाल्यो। यता उस्तै छ। त्यता सिसाखानी घुम्टी डाँडा उता हो। सिसाखानी नेपाने ठुलो रिगा सानो रिगा भन्छ सिख्रे। अनि यता थालेपोखरातिर अनि वामी टक्सार गुल्मीहरू सबै देखिन छोड्यो। यता रेसुङ्गातिर सबै बन्द। बल्ल अलिअलि फारिँदैछ। टेममा नजिक वहाँ माथि स्कुल पर्छ। अलिअलि फारिँदै जाँदैछ। जान त तपाईहरुतिर कस्तो छ आजको मौसम अनि कमेन्टमा लेख्नु होला है। अनि यो ल्याउसाली सिक्रेट खाम र कालटोक भन्ने चरालाई के भन्छ है तपाईकोतिर कमेन्ट बक्समा लेख्नु होला है साथीहरु। भन्दै म बिहान के अरे यसो घुमघाम गरेको के खुट्टा तानेको। अनि कस्तो रहेछ त भनेर तपाईहरुलाई देखाउन चाहन्छु। टाढाका साथीभाइहरुलाई, देश विदेश रहनुभएका साथीभाइहरुलाई नेपालको मौसम। अब बर्खा लाग्यो, मकै छरियो। अब त्यस्तै त हो गाउँघरतिर। अनि टाढाको साथीहरुलाई भन्दै म चाहिँ बिदा हुन चाहन्छु।